तपाईँले अनावश्यक बल प्रयोग गर्ने काम नगरिदिनु तपाईँ कार्यक्रम के छ बल प्रयोग गर्ने काम ओली किरा हो त्यो जानेका होला के भन्छ घरमा गएर क्षेत्रमा यहाँलाई अराजक हिसाबले नगरिदिनु होला। यहाँको कार्यक्रम जुन छ तोकिएको निषेधित क्षेत्र छ, यो भित्र रहेर यहाँले आफ्नो कार्यक्रम के छ शान्तपूर्वक गरिदिनु होला।
तपाईँले अनावश्यक बल प्रयोग गर्ने काम नगरिदिनु ल तपाईँ कार्यक्रम के छ शान्त पूरा गरिदिनु ल शान्त पूरा गरिदिनु ल बल प्रयोग गर्ने काम यहाँको कार्यक्रम शान्तपूर्वक के छ त्यसैले हामी सर्वसाधारण जनता भएर हामीले न्याय मागिरहेका छौँ।
मलाई सुरुमा चाहिँ 2-3 दिन 3-4 दिनसम्म चाहिँ मलाई एकदमै गाह्रो भयो भनौँ न। मैले किनभने यत्रो वर्षदेखि जनताको शुभेच्छा अथवा दर्शकहरूको माया शुभेच्छा पाइरहेको र केही हदसम्म चाहिँ आफ्ना सिर्जनाहरू मार्फत उहाँलाई सुसूचित गर्ने इन्टरटेन गर्ने मौका पाइरहेको र त्यो एकदमै धेरै माया पाइरहेको भएर चाहिँ मलाई यो यसपालिको घटनाले चाहिँ साँच्चीकै मैले उहाँहरूको जानी नजानी चाहिँ मन दुखाएँ एउटा कलाकारका रूपमा भन्ने लागेको छ। अब विचारका हिसाबले चाहिँ मैले व्यक्त गरेको कुरा कति सही थियो कति सही थिएन, सत्य थियो असत्य थियो भन्ने कुराको प्रोसेस चाहिँ मैले अहिले गर्न सकिरहेको छैन होइन, एकदम इमान्दार साथ भन्नुपर्दा। किनभने मैले भनेका कुराहरू एउटा व्यक्तिका रूपमा हेर्ने हो भने चाहिँ त्यो यात्रा देखिन्छ, त्यो सङ्घर्ष देखिन्छ, तर त्यो सफलता देखिन्छ, त्यो जर्नी देखिन्छ, त्यहाँदेखि यहाँसम्मको जुन एउटा व्यक्तिलाई मात्र केलाएर हेर्ने हो भने चाहिँ देखिन्छ। तर एउटा कार्यकारी पदमा भएको मान्छेले चाहिँ कति प्रगति गर्यो भन्दा पनि देशका लागि कति योगदान गर्यो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा चाहिँ म अन्य फोरमहरूमा जाँदाखेरि चाहिँ त्यो कुरा इम्पोर्टेन्ट हुन्छ। तर मैले यो बिचमा जे किसिमको घटनाक्रम भोगिरहेको छु यसले चाहिँ समग्र जनताको अहिलेको वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण कस्तो भइरहेछ, जनताहरू कति निराश भइसकिरहेछन्, हाम्रो राजनीतिक कति अस्थिर भइसकेको रहेछ र हामीले हाम्रो समाजलाई कति अराजक बनाइसकेका रहेछौँ भन्ने कुराको चाहिँ अनुभूति गर्ने मौका पायो म माध्यमबाट। किनभने हामी बाहिर त यो भएन, नेताहरूलाई गाली गर्थ्यौँ, यो भएन त्यो भएन, यस्तो भएन उस्तो भएन भनेर। तर मैले यसपालि चाहिँ म आफ्नै माध्यमबाट म आफैले त्यो कुरा अनुभव गरेर चाहिँ अब राम्रो भन्नेहरू चाहिँ सायद सोसियल मिडियामा नआउनु भएको कि अथवा के हो थाहा भएन होइन, तर म माध्यमबाट चाहिँ जनताको निराशा पोख्ने एउटा ठाउँ भयो भनौँ न। जुन मैले गाली खाइरहेको छु यो गाली मेरो लागि होइन, यो सबै गाली पोको पारेर म सम्बन्धित निकायमा बुझाउन चाहन्छु। अब मन दुख्ने भए त बोकेको मैले हो, बोक्दैन थियो होला होइन, नदुख्ने भयो के बोक्छु होला। त्यति सानो चित्त पनि छैन, चित्त अलिक ठुलै छ मेरो, दुखाउनलाई अलिक गाह्रै पर्छ मान्छे। र वसन्तमा प्रकाशजीलाई कतिको बोक्नु भएको छ, कसरी बोक्नु भएको छ? वसन्तमा चाहिँ एकअर्कालाई बोकाइ जस्तो बुझाएन नि, मैले उहाँलाई मात्रै भन्दैन, अझ डिरेक्टर भएको भएर उहाँले बोक्नु भएको छ भन्दा फरक नपर्ला होइन। उहाँ चाहिँ जसरी एउटा कार्यकारी पदमा रहेर प्रशासनले एउटा व्यक्तिले चाह्यो भने चाहिँ सिङ्गो प्रशासन कति शक्तिशाली हुन सक्ने रहेछ, परिवर्तन कति सम्भव, एउटा राइट मान्छे चाहिँ राइट पोजिसनमा गयो भने चाहिँ कति धेरै चेन्ज, हामी ठुलो कुरा गर्छौँ होइन, पुरै समग्रतामा राजनीति विचार विश्लेषण गर्छौँ। तर अहिले हामीले त व्यवस्था परिवर्तन गरिसकेका छौँ, नीति निर्माण गरिसकेका छौँ, संविधान निर्माण भइसकेको छ होइन, संहिता निर्माण भइसकेको छ। अब विभिन्न कार्यालयहरूले कसरी काम गर्ने, विकास मोडालिटी के हो त्यो कुराहरू पनि भइसकेको छ। अहिलेको हाम्रो आवश्यकता भनेकै कार्यान्वयनको हो नि त, मान्छेहरू के हुन्छ इम्प्लिमेन्ट गर्ने मान्छेहरू नभएर हो नि त। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। दरबारको भर्खरै सुट सकियो, वसन्त टिम यो यति राम्रो टिम, यति जम्बो टिम आज कमेडी दरबारको 6 जनाको टिम आउनुभएको छ। अब वसन्त रिलिजको नजिकै छ, चैत्र 22 गतेबाट। सुरुमा प्रकाशजी कस्तो अनुभव, वसन्तमय आज कमेडी दरबार भएको छ, कस्तो रह्यो तपाईँको यो रोस्टिङ अनुभव? वसन्तमय भन्दा पनि रोस्टिङमय भयो आजको सो चाहिँ। तर एकदमै रमाइलो लाग्यो, यो पछिल्लो छोटो समयमा नै एकदमै स्थापित यसो गरेर भनिदिनुहोस् न त होला न, अलिक तपाईँले अलिक स्ट्रिक्ट मान्छेले गरेर भन्नु पऱ्यो कि। एकदमै रमाइलो अनुभव भयो, सबैजनाको एकदमै क्रिएटिभ थियो, एकदम सन्देशमूलक पनि थियो र विभिन्न क्यारेक्टरमा उहाँहरूले जसरी हामीलाई विभिन्न प्रसङ्गमा रोस्टिङ गर्नुभयो त्यो चाहिँ साँच्चीकै रमाइलो भयो, मजा आयो। ओके स्वस्तिमाजी, तपाईँ त सोमा हिँडिराख्ने हो, अलिअलि अझै बढी तपाईँको दुईजनालाई पक्कै पनि रोस्टिङ त भयो, तपाईँलाई चाहिँ कतिको मजा आयो, कतिको डर लाग्यो, अलिअलि रिस पनि उठाएको छ कि छैन? मलाई त्यस्तो खासै रिस उठ्दैन, यसो रोस्टिङ रमाइलो लाग्छ। फेरि उहाँहरू अलिकति एउटा भनौँ लाइनै बसेर गर्नुहुन्छ अहिले कमेडियन्सहरू, त्यस्तो मलाई रिस उठ्ने भन्ने रमाइलो चाहिँ चाहिँ के आउँछ भन्ने चाहिँ थियो, बट सुनेर रिस उठ्ने भन्ने त्यस्तो भएन। कमेडी दरबारमा फर्स्ट टाइम दुईजना प्रकाशजी पनि आउनुभएको थियो। अब सर पहिला अनुभव तपाईँलाई कस्तो लाग्यो? एकदमै रमाइलो लाग्यो, रोस्ट पनि हाल्नु भयो सुरुमा चाहिँ, त्यसपछि चाहिँ हाल्नु भएन, रमाइलो भयो। खबर पोस्ट तपाईँलाई कस्तो लाग्यो? हामी त्यही रोस्ट बाँडौँ भनेर यति धेरै आएको हो,
अनि सबैजनालाई अब म त झन् आज कमेडी गरिरहेको मान्छे हो त्यसकारण सबैलाई एकदमै बराबर दिनुभएको छ सबभन्दा बढी चाहिँ तपाईँलाई आए जस्तो लाग्छ अझ बढी मलाई आएको छ खासमा यहाँ त नायक र नायिका आए मात्र पनि हुन्छ तर मैले पनि अलिकति रोस्ट बाँडिन्छ ब्यालेन्स गर्नलाई म पनि आएको हो त्यसकारण रमाइलो भयो असाध्यै क्रिएटिभ टिम हुनुहुन्छ कमेडी दरबार पछिल्लो चरणमा असाध्यै बजारमा राम्रो छ त्यसकारण अब कमेडीलाई हामी कमेडीकै रूपमा बुझ्छौँ मजाले बरु चैत्र 22 देखि वसन्त हेरिदिनु होला अरू बाँकी के भन्नु ओके अब फिल्मका एडी आज सँगै बस्दाखेरि तपाईँले कतिको खानुभयो त आज रोस्नु पऱ्यो त अनुरोध दाइ र म चाहिँ अर्को साइडमा बसिरहेको थियो अब उसले भन्दा पनि उहाँहरूले चाहिँ बढी उभिनु पऱ्यो यो चाहिँ आजको हाम्रो साइडमा त्यति धेरै नभएको कारणले चाहिँ हामीले पर्फर्मेन्समै इन्जोय गऱ्यौँ त्यस रमाइलो भयो अन्त सर अब तपाईँ त प्रोड्युसर होइन तपाईँ माथि पनि अलिअलि पैसाका कुराहरू त आयो कि भन्ने लाग्छ कतिको खानुभयो एकदमै समग्र रूपमा चाहिँ एकदमै रमाइलो भयो कमेडी हो हँसाउने बिदा एकदमै गाह्रो हुन्छ हँसाउनलाई अब कसैलाई पन्च लाइन नहानिकन रोस्ट नगरिकन त मान्छे हाँस्दैनन् त्यसैले हामी सबैले जति पनि रोस्ट खाइयो बाँडेर खाइयो विशेष गरी खबरप्रति चाहिँ अलि धेरै नै रोस्ट भएको थियो उहाँले त्यसमा इन्जोय पनि गर्नुहुन्छ नि त अनि हामीले पनि एकदमै इन्जोय गऱ्यौँ अब यसको यो प्लेटफर्मको मूल मर्म भनेकै त्यही नै हो अब रोस्ट भन्ने बित्तिकै यताउता कुरा उटपट्याङ कुरा ननिकालिकन मान्छेहरू हाँस्दैनन् त्यस्तै भयो रमाइलो भयो समग्रमा एकदमै राम्रो सबै एकदमै उम्दा कलाकारहरू एकदमै उम्दा कमेडियन राम्रो साँच्चै नै एकदमै राम्रो भविष्य देखेका कमेडियनहरू स्क्रिप्ट राइटिङ राम्रो पर्फर्मेन्स राम्रो सबै कुराहरू डिरेक्सनको पार्ट पनि मलाई एकदमै राम्रो लाग्यो विकीजी अनि उहाँको सायद विशेष कोही श्रद्धाजी उहाँको पर्फर्मेन्स पनि एकदमै राम्रो लाग्यो ह्याट्स अप टु देम राम्रो प्रोग्राम राम्ररी बनाउनु भएको छ यति छोटो समयमा यति ठुलो हाइट उहाँहरूले कमाउनु भएको छ हामी विदेशमा भएको मान्छे पनि म आफै पनि गाडी चलाउँदै गर्दा कमेडी दरबार हेर्दै चलाउने गर्छु त्यो भएर चाहिँ यो एकदमै वेल नोन सो पनि हो यहाँ आउनु पाउँदा एकदमै खुसी लागेको छ र तपाईँहरू सबै आइपुग्नुभएका पत्रकार साथीहरू सबैलाई धेरै धेरै धन्यवाद अनि सबै समक्ष चैत्र 22 गते वसन्त आउँदैछ भनेर यो कुरा स्प्रेड गराइदिनु होला प्रकाश जस्तो कमेडी सो विशेष गरी कमेडी दरबारमा चाहिँ एकदमै तपाईँहरूका कन्ट्रोभर्सीका कुराहरूदेखि लिएर खतली त्यसलाई ल्याउने गरिन्छ क्या अब तपाईँको पछिल्लो समय प्रधानमन्त्रीज्यूको प्रशंसाको कुरा पक्कै आयो होला त्यसका लागि एपिसोड हेर्नु पर्ला लगायत तपाईँका गीतका कुराहरू अरू आयो होला होइन अब पछिल्लो समय तपाईँ जहाँ जानुहुन्छ प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्यो भनेर अलिक आलोचना पनि भनौँ तपाईँले बोल्नु पनि भएको केही समय अगाडि यो कुरालाई कसरी लिनुहुन्छ अहिले आएर किनकि अब झन् तपाईँलाई गिजाइरहेको भनौँ न त्यसरी प्रशंसा गर्नु हुन्थेन भने तपाईँले रङ गरे जस्तो लाग्छ तपाईँलाई रङ र राइट भन्दा पनि जस्तो यो मैले यो बिचमा जे किसिमको घटनाक्रम भोगिरहेको छु यसले चाहिँ समग्र जनताको अहिलेको वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण कस्तो भइरहेछ जनताहरू कति निराश भइसकेका रहेछन् हाम्रो राजनीतिक कति अस्थिर भइसकेको रहेछ र हामीले हाम्रो समाजलाई कति अराजक बनाइसकेका रहेछौँ भन्ने कुराको चाहिँ अनुभूति गर्ने मौका पायो म माध्यमबाट किनभने हामीले बाहिर त यो भएन नेताहरूलाई गाली गर्थ्यौँ यो भएन त्यो भएन यस्तो भएन उस्तो भएन भनेर तर मैले यसपालि चाहिँ म आफ्नै माध्यमबाट म आफैले त्यो कुरा अनुभव गरेर चाहिँ अब राम्रो भन्नेहरू चाहिँ सायद सोसियल मिडियामा नआउनु भएको कि अथवा के हो थाहा भएन होइन तर म माध्यमबाट चाहिँ जनताको निराशा पोख्ने एउटा ठाउँ भयो भनौँ न त्यो कुराले चाहिँ जनताहरूले अझै आफ्नो कुराहरू सरकारप्रतिको गुनासो कुनै एउटा सरकारको नेतृत्व गरिरहनु भएको व्यक्तिप्रतिको आक्रोश चाहिँ म माध्यमबाट पोख्ने मौका पाउनु भयो सो मलाई सुरुमा चाहिँ 2-3 दिन 3-4 दिनसम्म चाहिँ मलाई एकदमै गाह्रो भयो भनौँ न मैले किनभने यत्रो वर्षदेखि जनताको शुभेच्छा अथवा दर्शकहरूको माया शुभेच्छा पाइरहेको र केही हदसम्म चाहिँ आफ्ना सिर्जनाहरू मार्फत उहाँलाई सुसूचित गर्ने इन्टरटेन गर्ने मौका पाइरहेको र त्यो एकदमै धेरै माया पाइरहेको भएर चाहिँ मलाई यो यसपालिको घटनाले चाहिँ साँच्चीकै मैले उहाँहरूको जानी नजानी चाहिँ मन दुखाएँ एउटा कलाकारको रूपमा भन्ने लागेको छ अब विचारका हिसाबले चाहिँ मैले व्यक्त गरेको कुरा कति सही थियो कति सही थिएन सत्य थियो असत्य थियो भन्ने कुराको प्रोसेस चाहिँ मैले अहिले गर्न सकिरहेको छैन होइन एकदम इमान्दार साथ भन्नुपर्दा किनभने मैले भनेका कुराहरू एउटा व्यक्तिका रूपमा हेर्ने हो भने चाहिँ त्यो यात्रा देखिन्छ त्यो सङ्घर्ष देखिन्छ तर त्यो सफलता देखिन्छ त्यो जर्नी देखिन्छ त्यहाँदेखि यहाँसम्मको जुन एउटा व्यक्तिलाई मात्र केलाएर हेर्ने हो भने चाहिँ देखिन्छ तर एउटा कार्यकारी पदमा भएको मान्छेले चाहिँ कति प्रगति गर्यो भन्दा पनि देशका लागि कति योगदान गर्यो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ
भन्ने कुरा चाहिँ म अन्य फोरमहरूमा जाँदाखेरि चाहिँ त्यो कुरा इम्पोर्टेन्ट हुन्छ। तर म जुन कार्यक्रममा गएको थिएँ त्यहाँनिर चाहिँ पुस्तक विमोचन कार्यक्रम थियो, कुनै राजनीतिक कार्यक्रम थिएन, कुनै दलीय कार्यक्रम थिएन र एउटा व्यक्तिको यात्राको बारेमा सबैजनाले बोल्नु भएको थियो। त्यही प्रसङ्गमा चाहिँ अलिकति आफू भाषा शैलीमा काम गर्ने भएको हुनाले चाहिँ अलिकति त्यसलाई चाहिँ मिठो गरेर त्यसलाई अलिकति बढाइ चढाइ गरेर अथवा आफूले अनुभव गरेका कुरालाई चाहिँ सिलसिलाबद्ध तरिकाले त्यो कार्यक्रमको प्रकृति अनुसार कार्यक्रमको नेचर अनुसार मैले त्यहाँ व्यक्त गरेको थिएँ। र त्यहाँ मैले व्यक्त गरेको कुरालाई चाहिँ मैले त्यो सार्वजनिक ठाउँमा मैले गलत बोलेँ भन्ने कुरा चाहिँ म भन्न चाहन्न, किनभने त्यो जे कुरा थियो जे प्रसङ्ग थियो त्यो ठिकै नै थियो। तर त्यो कुरा महत्त्वपूर्ण चाहिँ होइन। मैले जे यो समयमा त्यो कोही व्यक्तिले कति प्रगति गर्यो भन्ने कुरा महत्त्वपूर्ण होइन। अहिलेको समयमा चाहिँ कसले देशको लागि कति योगदान दियो र यो देशलाई कतातिर लैजाँदैछ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो जस्तो महसुस चाहिँ मलाई अहिले भइरहेको छ र म जनतासँगै छु। पछुतो लाग्यो कि लागेन प्रशंसा गरेको थियो पछि जुन पब्लिक रिभ्यूहरू आउन थाल्यो नि तपाईँको फिल्मप्रति पनि अब ब्यान गर्नुपर्छ भन्ने टाइपका कमेन्टहरू देख्दाखेरि चाहिँ त्यो प्रशंसा गरेकोमा पछुतो लाग्यो। त्यो समय यो समय चाहिँ प्रशंसा गर्ने समय होइन, यो समय चाहिँ खबरदारी गर्ने समय हो भन्ने चाहिँ लाग्यो। मैले प्रशंसा गरेकोमा भन्दा पनि यो समय कसैलाई अथवा हाम्रो जो कार्यकारी पदमा हुनुहुन्छ, जब विभिन्न दलका नेताहरू हुनुहुन्छ, प्रधानमन्त्री केपी ओलीज्यू होस् अथवा अरू कोही पनि हुनुहुन्छ, उहाँहरूको यो प्रशंसा गरेर उहाँलाई फुर्काउने समय भन्दा पनि उहाँलाई खबरदारी गरेर होइन अझ हाम्रो जस्तो अलि धेरै आवाज सुनिने मान्छेहरूले त झन् उहाँलाई प्रश्न सोध्नुपर्छ, खबरदारी गर्नुपर्छ भन्ने नै हो। र त्यसको लागि म सधैँ सचेत छु। मैले प्रशंसा गर्न मान्छेले प्रश्न पनि गर्न सक्छु, त्यो कार्यक्रमको प्रकृति फरक थियो। र आज यो फोरमबाट चाहिँ अहिले जुन किसिमको देशको निराशा छ, जुन मैले गाली खाइरहेको छु, यो गाली मेरो लागि होइन, यो सबै गाली पोको पारेर म सम्बन्धित निकायमा बुझाउन चाहन्छु। अब 22 आउने वसन्तमा कतिको खबरदारी गर्नुपर्छ? त्यसमा पनि मेरो सिर्जनालाई हेर्नुहुन्छ भने म कहिल्यै पनि कसैको विरुद्धमा, सरकारको विरुद्धमा, यो विरुद्धमा भन्ने छैन। मेरो सिर्जनाको चाहिँ मान्छेहरूको सोचको, मान्छेहरूको चेतनालाई लिएर मैले काम गरिरहेको छु। अहिले पनि जस्तो नीतिहरूको विरुद्धमा काम गर्ने, व्यवस्थाको विरुद्धमा सिर्जना गर्ने अलग कुरा भयो। मेरो चाहिँ मान्छेका सोच्ने तरिकाहरू, मान्छेका चेतनाहरूलाई आधार मानेर मैले काम गरिरहेको हुन्छु। सो यो वसन्त पनि बिचमा बसेर काम गरेको छ। यसले यो त्यो समयमा राज्य व्यवस्था कस्तो थियो, अहिलेको गणतन्त्र स्थापनापछि पनि राज्य व्यवस्था कस्तो छ, त्यसले हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ कि छैन भन्ने कुरा पनि देखाएको छ। र एट द सेम टाइम हामी बाँचिरहेको समाजका मान्छेहरूको चेतना कस्तो छ, कस्तो समाजमा हामी हुर्क्यौँ भन्ने कुरा पनि देखाउन खोजेको छ। सो एक्चुअली वसन्त हेरिदिनु अनुरोध गर्न चाहन्छु। अब स्वस्तिमा चाहिँ मैले अहिले भन्दै थिएँ होइन, प्रकाशजीको पनि अहिले चलेको विषयलाई लिएर बनाइन्छ। तपाईँको पनि खासै धेरै त्यस्ता कन्ट्रोभर्सी त छैन, यद्यपि मान्छेले धेरै खोज्नुपर्छ। तर पनि निस्ताजीलाई बोकेको कुरालाई लिएर पुरै राष्ट्रिय न्युज बन्छ तपाईँको, तपाईँलाई मन दुख्छ दुख्दैन यस्तो कुरा? मन दुख्ने भए त बोकेको मैले हो, बोक्दैन थियो होला होइन, नदुख्ने भयो के बोक्छु होला। त्यति सानो चित्त पनि छैन, चित्त अलिक ठुलै छ मेरो, दुखाउनलाई अलिक गाह्रै पर्छ मान्छेहरू। र वसन्तमा प्रकाशजीलाई कतिको बोक्नु भएको छ, कसरी बोक्नु भएको छ? वसन्तमा चाहिँ एकअर्कालाई बोकाइस् दुवैजनाले, मैले उहाँलाई मात्रै भन्दैन, अझ डिरेक्टर भएको र उहाँले बोक्नु भएको छ भन्दा फरक नपर्ला। ओके, ल तपाईँको लागि यो वसन्त कस्तो फिल्म हो? हरेक फिल्महरू गर्दाखेरि सुस्माको एउटा छुट्टै परिचय बनाइदिन्छ क्या फिल्मको त्यो क्यारेक्टरले, यसपछि परिचय बन्छ बनोस् भन्ने नै हो। सबै फिल्म गर्दाखेरि केही न केही परिचय भन्दा पनि केही न केही नयाँ कुरा चाहिँ मैले फिल्मले कन्भे गर्न खोजेको कुरा मेरो पात्रको थ्रुबाट चाहिँ मैले भन्न सकेँ राइट वेमा भन्ने चाहिँ डिरेक्टरको पनि सक्सेस हुन्छ होला। सायद मैले एज एन एक्टर गर्ने मेरो धर्म पनि त्यही नै हो। सो यो सिनेमा पनि केही न केही मैले गरिरहेको पात्रहरूभन्दा अलग टेस्ट पाउनुहुन्छ होला जस्तो लाग्छ। र डिरेक्टरले, राइटरले जे भन्नु खोज्नु भएको हो त्यो कुरा चाहिँ मैले राइट वेमा अडियन्स सामु एज अ मिडियम पुर्याइदिन सक्छु होला भन्ने आशा छ। तपाईँलाई चाहिँ यो फिल्मलाई लिएर तपाईँको क्यारेक्टर कस्तो हो? दिदीबहिनी हो कि त्यहाँभित्र कस्तो हो? अलिक सायद 22 गते जानुभयो भने हलमा थाहा भइहाल्छ। के भन्नु आफ्नो फिल्मलाई लिएर के भन्नु? यो एउटा हाम्रै समाजको कथा हो र कसैले पनि हेर्न नभुल्नु होला। चैत 22 गते वसन्त। प्रोड्युसर अन्तिममा लगानी कति करोडको हो त भन्दिनु पर्यो तपाईँले? अब लगानी एउटा डिजिटमा भन्दा पनि अब खासमा मेरो मनको लगानी हो। यसमा त्यस्तो डिजिटमा यति नै भनेर हाम्रो सरसल्लाह भएको पनि छैन। त्यसलाई डिजिटमै राखौँ होइन, मनको लगानी हो। मैले मनभरिबाट लगानी गरेको छु, उहाँले मनभरिबाट त्यो लगानी रिसिभ गरेर मुभीको मार्फतबाट सबै दर्शक श्रोतामा बाँडिदिन कोसिस गर्नुभएको छ। आशा छ त्यो लगानीले मूर्त रूप पाउँछ, त्यो लगानीले न्याय पाउँछ र यो सबै कुरा प्रकाशजीले त्यो पिक्चर मार्फत पनि
उजागर गरिदिनु भएको छ। अब लगानी पैसा भनेको त एउटा डिजिट मात्रै नै हो। अब तल माथि चिज होला। अझ हजुरहरूलाई थाहा छँदैछ एउटा नेपाली मुभी अहिलेको सिचुएसनमा बन्नको लागि कमर्सियल मुभी कति जति लाग्छ भन्ने कुरो त त्यही नै होला। थ्याङ्क यू। एउटा क्वेसन गर्छु, जस्तो अहिले यहाँ भित्रको कुराकानी आएको थियो, बसन्त फिल्म अथवा प्रकाशजीले अगाडि गरेका फिल्महरूमा टुकी बालेर पढ्नेदेखि त्यो लाइटसँग सम्बन्धित, त्यो लोड सेडिङसँग सम्बन्धित कथाहरू पनि तपाईँका बढिरहेका हुन्छ। भर्खरै मात्र कुलमान घिसिङलाई निकालिएको कुरा पनि कता कता यहाँभित्र पनि कमेडीमा आयो। तपाईँले यो विषयमा केही भन्न चाहनुहुन्छ एउटा राष्ट्रिय कलाकार भएको हिसाबले? होइन, उहाँ चाहिँ जसरी एउटा कार्यकारी पदमा रहेर प्रशासनले एउटा व्यक्तिले चाह्यो भने चाहिँ सिङ्गो प्रशासन कति शक्तिशाली हुन सक्ने रहेछ, परिवर्तन कति सम्भव, एउटा राइट मान्छे चाहिँ राइट पोजिसनमा गयो भने चाहिँ कति धेरै चेन्ज हामी ठुलो ठुलो कुरा गर्छौँ होइन, पुरै समग्रतामा राजनीति विचार विश्लेषण गर्छौँ। तर अहिले हामीले त व्यवस्था परिवर्तन गरिसकेका छौँ, नीति निर्माण गरिसकेका छौँ, संविधान निर्माण भइसकेको छ होइन, संहिता निर्माण भइसकेको छ। अब विभिन्न कार्यालयहरूले कसरी काम गर्ने, विकासको मोडालिटी के हो, त्यो कुराहरू पनि भइसकेको छ। अहिलेको हाम्रो आवश्यकता भनेकै कार्यान्वयनको हो नि त। मान्छेहरू के हुन्छ, इम्प्लिमेन्ट गर्ने मान्छेहरू नभएर हो नि त। सो कुलमान जस्तो मान्छे जसले चाहिँ त्यो कार्यान्वयन गर्नुभयो, मानव सरकारले नै बनाएको नीति हो, सरकारले नै बनाएको विद्युतलाई चाहिँ अगाडि बढाउने भन्ने नीति हो, तर उहाँले त्यसलाई कार्यान्वयन गर्नुभयो र साँच्चीकै हामी अँध्यारो लोड सेडिङबाट गुज्रिरहेको जनताहरूको लागि उज्यालो दिनुभयो। त्यो एउटा उदाहरण त सेट गर्नुपर्ने हो र अरूलाई पनि प्रेरित गर्नुपर्ने हो कि तिमी राइट ठाउँमा बसेर राइट काम गर्यो भने चाहिँ यस्तो मान्छेहरू बन्न सकिन्छ है भन्ने खालको झन् प्रोत्साहन, त्यस्तो मान्छेलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा विभिन्न इगो साँचेर एउटा व्यक्ति त्यो राजनीतिक इगो साँचेर विभिन्न कारणले यसरी, यो त एकदमै मलाई लाग्छ म जुन पृष्ठभूमिमा हुर्केँ, म निरङ्कुश शासनबाट आफ्नो बाल्यकाल बिताउँदै आएँ, अहिले पनि त्यो निरङ्कुशताको झल्को नै आयो मलाई चाहिँ। यसपालि चाहिँ म हिजो रातिदेखि चाहिँ अझै बढी डिस्टर्ब भएँ, केही दिन अगाडिको घटनाले हिजो रातिबाट अझै रातभरि सुत्नै सकेन। मलाई चाहिँ साँच्चीकै मलाई निरङ्कुशता र यसमा के फरक भयो त भने जस्तो एउटा ठुलो प्रश्नले चाहिँ मलाई रातभरि हिर्काइरह्यो। सुषमाजी, तपाईँलाई चाहिँ निश्चलजी अर्को व्यक्तिले कुराकानी गर्दाखेरि सतत राख्नु भएको छ भने तपाईँको ओपिनियन चाहिँ कस्तो? त्यही नै हो। अहिले जुन चाहिँ हामी भित्र पनि लास्टको पर्फर्मेन्स एउटा हेर्दाखेरि चाहिँ हुन्छ नि, एउटा सिस्टमै चेन्ज गर्नुपर्छ भन्ने क्वेसनहरू आइरहेको छ होइन। मान्छेहरूलाई चाहिँ यो चाहिँ एउटा सर्टन ग्रुप अफ पिपल चाहिँ डेलेमामा हुनुहुन्छ होइन, गणतन्त्र भनिराख्नु भएको मान्छेहरू या हुन्छ नि गणतन्त्र चाहिन्छ भन्ने मान्छेहरू पनि अहिले आएर चाहिँ आफै डेलेमामा हुनुहुन्छ कि होइन। यस्तो कुराहरूले गर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ जुन सिस्टम चेन्ज हुनुपर्छ भन्ने मान्छेहरू हुनुहुन्छ होइन, त्यसको लागि चाहिँ यो जे पनि एक्टिभिटिजहरू भइरहेको छ त्यो मान्छेहरूलाई चाहिँ अझ हेल्प भइरहेको छ जस्तो लाग्छ कि। यो चाहिँ हाम्रो अहिले जे सिस्टममा हामी बाँचिरहेको छौँ त्यो चाहिँ हुनु हुँदैन कि, त्यो चाहिँ रङवाले भन्नुभएको त्यो चाहिँ के फरक भएर पहिलाको जुन तन्त्र थियो अहिलेको जुन जे पनि तन्त्र छ त्यसमा के डिफ्रेन्सेस भयो त भन्ने कुरा चाहिँ म आफूले पनि आफूलाई क्वेसन गरिरहेको छु।